प्रधान न्यायाधीशको वरियता क्रम चाहिँ सिनियरलाई चाहिँ नियुक्ति गर्नुपर्ने, जुनियरलाई नियुक्ति गर्यो भन्ने कुरा छ नि। हजुर हजुर अब त्यो कुरा गर्ने हो भने अब अहिलेको सांसदमा प्रधानमन्त्री पनि एकदमै जुनियर, अहिलेको मन्त्रीहरू पनि एकदम जुनियर, सांसदहरू पनि सबै जुनियर। अब सिनियरले मात्र गर्ने हो भने त उही बुढापाकालाई दिने त हो त, होइन? त्यस कारणले हो कि अब त्यो भन्दाखेरि पनि के हो त भन्दाखेरि एउटा जोस जाँगर एउटा काम गर्न सक्नेलाई दिने हो। सिनियर भयो भन्दैमा त्यसले सिनियरले पाउने त्यो चाहिँ चलन चाहिँ मेरो विचारमा चाहिँ ठिक हुँदैन। जसले राम्रो काम गर्न सक्छ त्यसलाई गर्ने हो, नत्र सिनियरलाई मात्रै दिने हो भने अहिलेको हाम्रो राजनीति नेताहरूमा एमालेका पार्टीका नेताहरू कति सिनियर छन्, काङ्ग्रेसका सिनियर पार्टीका नेताहरू छन्, माओवादीका सिनियर पार्टीका नेताहरू छन्, तिनीहरू किन आएनन् त, होइन? अब सांसदहरूमा पनि कस्ता कस्ता एकदम राजनीतिक ख्याक दुःख गरेर कस्तो कस्तो सङ्घर्ष गरेर राजनीतिज्ञ बनेका नेताहरू छन्, होइन? तिनीहरू किन आएनन् त भन्दाखेरि त्यो तिनीहरूको सिनियर भए तापनि काम गर्ने ढङ्ग देखिएन। अनि सिनियर हुँदैमा काम गर्ने ढङ्ग छैन भने सिनियरलाई नै ल्याउनु पर्छ भन्ने छैन।